ढ्याउ आउँदैछ। हामी चाहिँ नुहाउनु परेको भनेको त अब दिनै राम्रो छैन, पानी आउला जस्तो भइरहेको छ। मान्छे हेर्नु सक्नुहुन्छ भिड। हामी चाहिँ भिडियो गर्दै हो साथीहरू। सबैलाई गुड आफ्टरनुन। हेर्न सक्नुहुन्छ कस्तो मजा। यहाँ यता मान्छे हेर्नु मुनिपट्टि हो। यो चाहिँ हामी चाहिँ लोकल मार्केट जाँदैछौँ साथीहरू। हेर्नुहोस् ल, तल तल आएको हामी साथीहरू उतासम्म। सबजना कस्तो मजाले खेल्दैछ। यहाँ हेर्नु म कत्रो ढेउ आएको। यहाँ 3टा आम्बो अर्कोमा आउँदैछ। हेर्नु न, वाउ वाउ दामी। हेर्नु त्यही मान्छेहरू सबै यहाँ भिड हो। यहाँ लोकल मार्केट रहेछ। म तपाईँहरूलाई देखाउँछु सबैलाई ल। सक्नुहुन्छ हेर्नु कस्तो ठुलो नदी। हामी चाहिँ अब पर जाँदैछु पुरा भिड भएकोमा। तपाईँहरूलाई देखाउँछु म। फोटो खिच्नुको लागि चाहिँ त्यहाँ भिड लागिरहेको रहेछ कि, तर ढेउले चाहिँ बगाउँदैछ मान्छेहरू। हेर्नु हल्लाउँछ। हेर्नु अब ठुलो ढेउ आउँदैछ। अब यिनीहरूलाई हल्लायो 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 हल्लायो। हेर्नु बसमा आएको होला यिनीहरू चाहिँ। हेर्नु जय जगन्नाथ भन्दैछ। ढेउ 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 आयो। कत्रो ठुलो ढेउ होइन। अब आयो फेरि आयो आयो ठुलो ढेउ आउँदैछ। अब चाहिँ बग्लेर नि लतर पतर हुँदैछ। नानीलाई हेर्नु नानी ढेउ त कत्रो आउँदैछ। अब हेर्नु हल्लाउँछ। मजा आइरहेछ सबजनालाई। उयो आयो 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 कत्रो ढेउ आयो। हेर्नु साथीहरू मजा आयो मजा। साथीहरू उपर चाहिँ पुरा भिड छ। देख्नुभयो होला समुद्रमा लगाएर। हेर्नु कत्रो ठुलो अङ्कल त्यहाँ पर पुगेछ। स्टुडेन्टहरू होला यिनीहरू, स्टुडेन्ट टिचरहरू होला कि, त्यही भएर। हामी चाहिँ यहाँनिर लोकल मार्केट घुम्न आइरहेको छ साथीहरू। उपर पनि छ स्वर्गद्वार पनि रहेछ होइन। मान्छेहरू चलाउँदो रहेछ त्यहाँ चाहिँ। पर छ स्वर्गद्वार चाहिँ। अब त्यहाँ चाहिँ भोलि म भिडियो गर्छु साथीहरू। यहाँ आइपुग्यो हिँड्दै हिँड्दै होइन साथीहरू। हेर्नु न मान्छेको भिड। माथि पनि त्यस्तै हो, यहाँ पनि त्यस्तै। ढेउ आएको छ यहाँसम्म आइरहेको छ। यो चाहिँ लोकल मार्केट हो। यहाँनिर बेलुका मात्रै लाग्दो रहेछ। अहिले त छैन। उनीहरू बसिरहेछ। उनको सवारी हुन्छ होइन। त्यहाँ भिडमा जाउँ भनेको कि। अब चाहिँ हामी फर्किने साथीहरू हेर्नु सक्नुहुन्छ। तपाईँहरूलाई मैले यो